ओके, आज हाम्रो ब्लग सुरु भयो एउटा नयाँ टोलबाट। हामी अगाडि बढ्यौँ। रातिको कर्मचारीहरू सुतिरहेथे, ड्युटीबाट सायद थाकेर होला, छड्के नजरले लगाइरहेथे। तर हामीलाई यस्तो भ्यू हेर्यौँ एकछिन, अनि हामी अफरोड हुँदै अगाडि बढ्यौँ। अगाडि बढ्ने बित्तिकै पछिको होनार युवाले हामीलाई यसरी स्वागत गर्यो। तपाईँ देख्न सक्नुहुन्छ, फुटबलहरू खेलिरहेथे टक्क पारेर। हामीले एकछिन फुटबलहरू हेर्ने प्लान गऱ्यौँ। हामी ग्राउन्डमै जाने प्लान गरेर हामी अब चाहिँ ग्राउन्डतिर झऱ्यौँ। यता चाहिँ दुईजना भाइहरू बसिरहेथे, सायद थाकेर होलान्। एकछिन यस्तो भाइहरूसँग कुरा गऱ्यौँ। त्यतिकैमा एकजना दिदी आउनुभयो, आफ्नो छोराले लगेर जानुभयो। फेरि गेम सुरु भयो। गेम एकदम डेन्जरवाला चलिरहेको थियो। सायद यस्तो चाहिँ वर्ल्ड कपमा पनि चलेको थिएन होला, त्यस्तो डेन्जरवाला चलिरहेको थियो। बल कहाँ हान्ने के गर्ने कसैलाई थाहा थिएन, त्यही पनि चलिरहेको थियो। आमा हेर्नु त यो कस्तो डेन्जर चलिरहेछ। बच्चामा यस्तै डेन्जर कुराहरू मात्रै चल्छ, त्यस्तै डेन्जर चलिरहेको थियो। यो भाइको अलि हाइटले चाहिँ अलि धोका दियो। हामी अगाडि बढ्यौँ। एउटा दिदी खतरा भारी बोकेर गइराख्नु भएको थियो। हामीले बाल लिएनौँ, हामी फेरि पनि अगाडि बढ्यौँ। हामी अगाडि बढी गइरहेको थियौँ। यो टोलको अन्त्यमा फेरि दुईजना गार्ड देख्यौँ। हामीलाई एकदम निहालेर हेरिराख्नु भएको थियो। सायद नयाँ मान्छे को हो भनेर होलान्। हामीले यो टोल भ्रमण गरेर बाहिर